안녕하세요. नमस्ते। आशीर्वाद कोरियन भाषा स्कुल भक्तपुर म भोला तिवारी। आज तपाईहरुलाई मैले पीपीएस टपिक न्यू कोर्स बुक च्याप्टर 24 को एउटा हानगुके उन्नेङ भन्ने छेमोक लिएर तपाईहरुको सामु उपस्थित भएको छु। पक्कै पनि यो भिडियो हेरेर तपाईहरुले घरमा बसेर स्वाधन गरेर बसिरहनु भएका साथीहरुलाई महत्त्वपूर्ण फाइदा हुनेछ भन्ने आशा पनि लिएको छु। अब यो हानगुके उन्नेङ भनेको के हो? हानगुके भनेको कोरियाको उन्नेङ भनेको बैंक। कोरियाको बैंकको बारेमा आज हामी अध्ययन गर्न गइरहेका छौं। हानगुके छ कोरियामा सेंगवाल हाल्थे जीवनयापन गर्दा अथवा बसोबास गर्दा जीवनयापन बिताउँदा सेंगवाल हाल्थे भनेको जीवनयापन गर्दा फिरवान गस चुमे आवश्यक पर्ने कुरा मध्ये के हो यो? फिरवान गस चुमे भनेको आवश्यक पर्ने कुरा मध्ये आवश्यक पर्ने कुरा मध्येको हानानुन एउटा चाहिँ उन्नेङ खेजारुल बैंकको खाता खेसल हानुन खोल्ने गसिमिदा कुरा हो। भनेको के रहेछ? हानगुके छ कोरियामा सेंगवाल हाल्थे जीवनयापन गर्दा अथवा जीवनयापन बिताउँदा फिरवान गस चुङ्गे आवश्यक पर्ने कुरा मध्येको हानानुन एउटा चाहिँ उन्नेङ खेजारुल खेसल हानुन गसिमिदा भनेको बैंकको खाता खोल्ने कुरा चाहिँ एउटा कुरा हो भन्दा भनेको छ। खेज्वागा इसया खाता भएमा मात्र एगुम बचत सोंगुम रेमिटेन्स वेयुन भनेको विदेशी मुद्रा को खरे भनेको कारोबार दुङ लगायत थायङान विभिन्न खुनुङ सबिसुरुल भनेको बैंकिङ कार्यहरूलाई अथवा वित्तीय सेवाहरूलाई यो गाल्सु सुविधा प्रयोग गर्न सकिन्छ भन्दा भनेको छ। अनि होइसाएसा भनेको कम्पनीबाट फानुन प्राप्त गर्ने पाउने इन्गुम दो तलब पनि फोथुङ भनेको प्राय खेइन खेजारो व्यक्तिगत खातामा इजे थैगिते मुने ट्रान्सफर हुने भएकोले गर्दा हानगुके छ कोरियामा सेंगवाल लागि उइएसनुन जीवनयापन गर्ने बेलामा चाहिँ उन्नेङ खेज्वागाको किसयामिरा बैंकको खाता अनिवार्य हुनुपर्छ भन्ने भनेको छ। फेरि एकचोटि हानगुके छ कोरियामा सेंगवाल हाल्थे भनेको जीवनयापन गर्दा फिरवान गस चुङ्गे आवश्यक पर्ने कुरा मध्ये हानानुन एउटा चाहिँ उन्नेङ खेजारुल बैंकको खाता खेसलानुन खोल्ने गसिमिदा कुरा हो। खेज्वागा इसया खाता भएमा मात्र एगुम भनेको बचत अनि सोंगुम भनेको रेमिटेन्स ओइवान भनेको ओइबुक अनि यो वानबुल भनेको ओइवान भनेको के हो? विदेशी मुद्रा अथवा विदेशी पैसाको खरे कारोबार दुङ लगायत थायङान विभिन्न खुमिङ सबिसरुल भनेको वित्तीय सेवा अथवा बैंकिङ सेवालाई यो गाल्सु सुविधा प्रयोग गर्न सकिन्छ। होइसाएसा कम्पनीमा फानुन पाउने कम्पनीबाट पाउने इन्गुम दो तलब पनि फोतुङ प्राय खेइन खेज्वारो व्यक्तिगत खातामा इजे दैगिते मुने ट्रान्सफर हुने भएकोले हानगुके छ कोरियामा सेंगवाल हागी उइएसनुन जीवनयापन बिताउनको लागि उन्नेङ खेज्वागा बैंकको खाता को किसय हामीरा अनिवार्य हुनुपर्दछ भन्दा भनेको छ। यो न तल जाउँ। खेज्वारुल खेसल हाल्थे नुन बैंकको खाता खोल्ने बेलामा चाहिँ एकोन भनेको पासपोर्ट ओइगुकिङ थुङ्रोक जुङ्वा विदेशी परिचय पत्र र हामके सँगै इन्डे खेयाक्सना घर भाडाको सम्झौता खोङ्वागुन छङ्गुसवा भनेको यो युटिलिटीको बिल सँगै खाची सँगै युटिलिटी भन्नाले धारा पानी बत्ती बिजुली अथवा विभिन्न युटिलिटीको बिल यो छङ्गुसा भनेको चाहिँ बिल खोङ्वागुन छङ्गुसवा युटिलिटीको बिल र खाची सँगै हानगुकने कोरिया भित्र खजु जिरुल बसोबास स्थललाई छुम्मेङ हाल्सिनुन प्रमाणित गर्न सक्ने शरीरमा फिरामिरा कागजात अथवा डकुमेन्ट आवश्यक पर्छ अथवा कागज पत्र आवश्यक पर्छ
हुरीगो अनि उन्नेङ मागा बैक अनुसार अथवा बैक पछि ओयुकिन खोगेकुल विदेशी कस्टमर विदेशी ग्राहकलाई ग्राहकको उयान लागि सबी सुगा सेवा थारुकी तेमुने फरक हुने भएकोले हेदाङ उन्नेङे सम्बन्धित भएको वेबसाइट वा खोगेक सेन्सरुल भनेको ग्राहक केन्द्रलाई थोङ्गे मार्फत खोगेक सेन्सरुल थोङ्गे भनेको ग्राहकको केन्द्र मार्फत खुजे जकिन वास्तविक संगमूल अवस्थालाई हाकिनानु चेक जाँच गरे पछाडि खाजाङ सबैभन्दा छकाबान भनेको उचित सबैभन्दा उचित अथवा मिल्दो जुल्दो अथवा सबैभन्दा मिल्ने उन्नेङमूल बैंकलाई सन्तेङ अनुन गसी छनौट गर्ने कुरा चाहिँ छोसुम्निरा राम्रो हुन्छ भन्ने भनेको छ। यो न तल फेरि एकचोटि यसलाई गरौँ खेजारुल खेसाल हाल्ते नुन खाता खोल्ने बेलामा चाहिँ एकपन पासपोर्ट अनि ओइलुकिन थुङ्ग्रक जुङ्गा विदेशी परिचय पत्र र हाम्के सँगै इम्बे खेयाक सना भनेको घर भाडाको सम्झौता खोङ्गागुन थङ्गुसावा युटिलिटीको बिल र खाँचीसँगै हानुक्ने खजु दिरुल कोरिया भित्र बसोबास गरेको बसोबास स्थलको छुङमेङ हाल्सुइनुन प्रमाणित गर्न सक्ने सरयुगा कागज फिरुवा मेरा आवश्यक पर्छ। खुरीगो अनि उन्नेङ मागा बैक अनुसार ओयुकिन खोगेकुल विदेशी ग्राहकको उयान लागि सबी सुगा सेवा थारुकी तिमुने फरक हुने भएकोले हेदाङ उन्नेङी सम्बन्धित बैकको वेबसाइट वा खोगेक सेन्सरुल ग्राहक केन्द्रको थोगे मार्फत खुसे जकिन वास्तविक संगमूल अवस्थालाई वाकिन हान हु निश्चित गरेपछि चेक जाँच गरे पछाडि खाजाङ छाकबान सबैभन्दा उचित सबैभन्दा मिल्ने उन्नेङमूल बैंकलाई सन्थे कानुन गसी छोसुम्निरा छनौट गर्ने कुरा राम्रो हुन्छ भन्ने भनेको छ। यो न तल जाउँ हानगुके कोरियाको उन्नेङमूल बैंक चाहिँ प्रथम प्राय फेङ्गिल काम गर्ने दिनमा अथवा यो काम गर्ने दिनको चाहिँ ओजन बिहान आवसिबु त 9 बजेबाट ओहु साँझको नेसी काजी 4 बजेसम्म एङ्गपु लागो सञ्चालन हुन्छ र खोङ्यु इलिना भनेको बिदाको दिनमा वा छुमारेनुन भनेको सप्तान्तमा शनिबार अथवा आइतबार मुनुल एलजी अनुसुमिरा ढोका बन्द हुन्छ अथवा ढोका खुल्दैन। खुरेछ त्यसैले थापुन छिक्दमिन दुरुन भनेको व्यस्त भएका कार्यस्थलका कर्मचारीहरू थापुन भनेको व्यस्त भएको छिक्दामिन दुरुन भनेको कर्मचारीहरू चाहिँ उन्नेङमूल छिक्चा फाङ्मुन आगी फोदा बैकमा प्रत्यक्ष गएर भेटघाट गरेर गर्नुभन्दा पनि थाकाउन गोसे इनुन नजिकैको ठाउँमा भएको एटिएम भनेको एटिएम मेसिनलाई योगाङ्गन प्रयोग गर्ने वा इन्टरनेट वा स्मार्टफोन योगाय स्मार्टफोनलाई प्रयोग गरी उन्नेङ इरुल भनेको बैकको कामलाई फोनुन गर्ने कुरा खेङ्मुदा मानसुमिदा अवस्था बढी हुन्छ भन्ने भनेको छ। के रहेछ हानगुके कोरियाको उन्नेङमूल बैंक चाहिँ प्रथम प्राय जसो फेङ्गिल ओजन आवसिबुथ काम गरे दिनको चाहिँ बिहान 9 बजेबाट ओहु नेसी काजी दिउँसोको अथवा साँझको 4 बजेसम्म एङ्गपु लागो सञ्चालन गरिन्छ खुल्छ र खोङ्यु इरिना बिदाको दिन वा छुमारेनुन भनेको सप्तान्तमा शनिबार आइतबार चाहिँ मुनुन एलजियान सुमिरा ढोका बन्द हुन्छ अथवा खुल्दैन भन्न भनेको छ। खुरेछ त्यसैले थापुन छिक्दामिन दुरुन व्यस्त भएका कार्यस्थलका कर्मचारीहरू चाहिँ उन्नेङमूल छिक्दक फाङ्मुन आगी पोदा बैकमा आफै प्रत्यक्ष गएर भेटघाट गर्नु भन्दा पनि खाकाउ नजिकैको गोसे ठाउँमा इनुन भएको एटिएम भनेको एटिएम मेसिनलाई यङ हागन प्रयोग गर्ने वा इन्टरनेसिना भनेको इन्टरनेट वा स्मार्टफोन यङ आए स्मार्टफोनलाई प्रयोग गरेर उन्नेङिरुल फोनुन बैकको काम गर्ने खेल्मुगा अवस्था मानसुमिदा भनेको धेरै हुन्छ भन्नु भनेको छ। यसै गरी यो न तल छैगुनेनुन अहिले हालसालै चाहिँ एङ्गप्तम अप्सी भनेको शाखा कार्यालयहरू नभई अथवा शाखाहरू नभई इन्टरनेट वा मोबाइल एप थोङ्गे मोबाइल एपको मार्फत
मार्फत चाहिँ उन्नेङ अमुरुल भएको कामलाई छरियानुन व्यवस्थित गर्ने इन्टरनेट छनमुन उन्नेङदो इन्टरनेट विशेष बैंक पनि सेङ्गे सुविधा देखा परेका छन् अथवा उत्पन्न भएका छन्। थाइगन विभिन्न खुमेङ सविसुरुल वित्तीय सेवालाई फेल्ली आगे सहज तरिकाले यङ हाल्सु इस्सा प्रयोग गर्न सकिने भएर इन्टरनेट छनमुन उन्नेङ भनेको इन्टरनेट विशेष बैंकलाई बैंकको खोगेकी ग्राहक चाहिँ क्षमता जोड्दै सुन्नेदा क्रमशः विस्तार भइरहेका छन् अथवा वृद्धि भइरहेका छन् भन्न भनेको छ। फेरि एकचोटि छैगुनेरुन अहिले हालसालै चाहिँ एङ्गप चमक्सी व्यवसायको शाखा नभइकन एङ्गप चमक्सी भनेको व्यवसाय वा बिजनेसको शाखा नभइकन इन्टरनेट वा मोबाइल एप सँगै मोबाइल एपको मार्फत उन्नेङ अमुरुल बैंकको कामलाई छरियानुन व्यवस्थापन गर्ने इन्टरनेट छनमुन उन्नेङदो इन्टरनेटको विशेष बैंक पनि इन्टरनेटवाला विशेष बैंक पनि अथवा इन्टरनेटबाट काम गर्न सकिने विशेष बैंक पनि सेङ्गे सुन्निदा सञ्चालन भएका छन् अथवा देखा परेका छन् उत्पन्न भएका छन्। थाइगन विभिन्न खुमेङ सविसुरुल वित्तीय सेवालाई अथवा बैंकिङ सेवालाई फेलिआगे सहज तरिकाले एवं प्रयोग गर्न सकिने भएर इन्टरनेट छनमुन उन्नेङ इन्टरनेट विशेष बैंकको खोगेकी ग्राहक क्षमता क्रमशः अथवा झन्झन अथवा विस्तारै क्रमशः भन्दा पनि हुन्छ विस्तारै झन्झन नुनगो सुविधा वृद्धि भइरहेका छन् भन्दा भनेको छ। यसै गरी तपाईहरुलाई भोलि अर्को च्याप्टर 25 को छङ्गो लिएर उपस्थित हुनेछु। हस्त नमस्ते।